विगत केही दिन अगाडि केपी शर्मा ओलीले आफ्नो फेसबुकका नराम्रा कमेन्टहरू गरेको भन्दै 30-40 हजार जनालाई ब्लक गरेका थिए। तर यतिखेर भने केपी ओली आफ्नो फेसबुकका फलोअर बढाउनतिर लागिरहेका छन्। विगत 2 दिनदेखि उनको फेसबुकका धेरै फलोअर्सहरू बढिरहेका छन्। 2 दिनको अन्तरालमा उनको फेसबुकमा उनलाई फलो गर्नेको संख्या 2 लाख जनाले बढेको छ। के यी फलोअर्सहरू साँच्चैकै फलोअर्स हुन् कि यी फलोअर्सहरू फेक फलोअर्स हुन् त? आउनुहोस् यस विषयमा टेक पानाले तयार पारेको यो समाचार तपाईहरुमा जस्ताका तस्तै सुनाउनेछु। फेसबुकमा केपी शर्मा ओलीको फलोअर्स 1 मिलियन नजिक। 2 दिनमै कसरी थपिए 2 लाख जना। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा पछिल्लो 2 दिनमा देखिएको अस्वाभाविक फलोअर्स वृद्धिले सामाजिक सञ्जालमा बहस सृजना गरेको छ। आइतबारसम्म 7,29,344 फलोअर रहेको ओलीको पेजमा 2 दिनको छोटो अवधिमै 2 लाख बढी फलोअर्स थपिएका छन्। फलोअर्स ट्र्याक गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्म सोशल ब्लेडको तथ्याङ्क अनुसार सोमबार ओलीको पेजमा 2000 फलोअर बढेर 7,31,614 पुगेको थियो। तर मङ्गलबार भने एकैपटक 1,53,000 भन्दा बढी फलोअर्स थपिएर 8,85,473 पुगेको थियो। यो वृद्धिको क्रम बुधबार पनि जारी नै रह्यो। यो सामग्री तयार पार्दासम्म फलोअरको संख्या 9,57,000 नागेको छ। ओलीको फेसबुक पेजमा भएको यो वृद्धिलाई टेकपानाले करिब 2 घण्टासम्म अनुगमन गर्दा अत्यन्तै शङ्कास्पद दृश्य देखिएको थियो। बुधबार दिउँसो 2:22 मिनेटमा उनको पेजमा 9,26,000 फलोअर थियो। त्यसपछि 7 मिनेटमा हरेक मिनेट 1,000 का दरले फलोअर थपिँदै 2:29 मिनेटमा 9,35,000 पुगेको थियो। त्यसपछि हरेक मिनेटमा 1,000 फलोअर बढ्ने क्रम 2:41 मिनेटसम्म चल्यो, जहाँ सङ्ख्या 9,46,000 पुगेर रोकियो। करिब 25 मिनेटसम्म स्थिर रहेको यो सङ्ख्या 3:06 मिनेटपछि पुनः वात्तै बढ्न थाल्यो र 10 मिनेटको अन्तरालमै 9,57,000 पुग्यो। अनिश्चित समयको अन्तरालमा तीव्र गतिमा बढेको यो फलोअर्स अचानक रोकियो। निश्चित समयको अन्तरालमा तीव्र गतिमा बढेको र फलो अचानक रोकिने यो प्रवृत्तिले फलोअर्स वृद्धि स्वाभाविक नभएको सङ्केत गरेको छ। तपाईले यो भिडियोमा पनि देख्न सक्नुहुनेछ उनको फलोअर्सहरू कसरी बढेको छ भनेर। यो भिडियोमा तल मैले हालिदिएको छु। यसअघि ओलीको फेसबुक फलोअर्सको अवस्था निकै उतार चढाव रहेको थियो। काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन शाह र प्रधानमन्त्री ओलीको विवादका क्रममा ओलीको पेजमा फलोअर्स वात्तै घटेका थिए। बालेनले प्रदेश सांसद रेखा कुमारी शर्मामाथि कारबाहीको माग गर्दै गरेको पोस्ट फेसबुकबाट गायब भएपछि बालेन समर्थकहरूले ओलीको पेजलाई सामूहिक रूपमा अनफलो गर्ने अभियान चलाएका थिए। आर्काइभ.टुडेको विवरण अनुसार जुलाई 24मा 6,88,000 फलोअर रहेकोमा बालेनसँगको विवाद र अनफलो अभियानपछि ओलीको फलोअर्स घटेर 5,90,000 हाराहारीमा पुगेको थियो। लामो समयको दैनिक 1,000 को औसतमा फलोअर्स बढिरहेको अवस्थामा 1 फेब्रुअरीपछि अचानक भएको यो वृद्धिको सञ्चालनमा बहस सृजना गरेको छ। फेसबुकमा 10 लाख फलोअर्स पुर्याउनेको पछाडि एउटा विशेष प्राविधिक रणनीति लुकेको हुन सक्ने विश्लेषक सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गरेका छन्। फेसबुकमा 10 लाख फलोअर पुर्याउनुको पछाडि एउटा विशेष प्राविधिक रणनीति लुकेको हुन सक्ने विश्लेषण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गरेका छन्। टेकपाना फ्याक्ट चेक डेस्कले हालै एक तथ्याङ्क गर्दै 10 लाख भन्दा बढी फलोअर्स भएको पेजमा आउने रियाक्सनलाई फेसबुकले फिल्ड रूपमा एन्ड्रोइड, विन्डोज र म्याक ओएसमा लुकाइदिने गरेको तथ्याङ्क बाहिर ल्याएको थियो। यसो हुँदा कुन व्यक्तिले रियाक्सन गर्यो वा ती रियाक्सन वास्तविक हुन् कि बट अकाउन्टबाट गरिएका हुन् भन्ने कुरा सर्वसाधारणले स्पष्ट रूपमा देख्न पाउँदैनन्। यही प्रविधिको फाइदा उठाउन ओलीको टिमले क्लिन फार्मिङ मार्फत फलोअर बढाएको हुन सक्ने आशंका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गरेका छन्। नेपाल सोशल सबरेडिटमा राष्ट्रवादी युजरनेमका एक प्रयोगकर्ताले ओलीको रणनीतिमाथि प्रश्न उठाउँदै लेखेका छन् ताकि उनले आफ्नो पोस्टमा पैसा तिरेर किनिएका बटलाई लुकाउन सकुन्। जब कसैको 10 लाख फलोअर पुग्छ तब मानिसले पोस्टमा गरिएका रियाक्सन वास्तविक व्यक्तिले गरेका हुन् वा पैसा तिरेर बोट अकाउन्टबाट गरिएका हुन् भन्ने कुरा देख्न सक्दैन। ओलीको फेसबुक पेजमा फलोअर जुन शैलीमा बढेका छन् त्यसले सामाजिक सञ्जालमा चर्को आलोचना निम्ताएको छ। फलोअर्स किनेको भन्दै आलोचना सुरु भएपछि अस्वाभाविक रूपमा बढिरहेको सङ्ख्या घण्टौँसम्मका लागि स्थिर हुनु र फेरि निश्चित अन्तरालमा बढ्नुले यो प्रक्रिया स्वाभाविक नरहेको देखिन्छ। यो टेकपानाले लामो समाचारमा सबै कुराहरू प्रष्टसँग लेखिएको छ। यतिखेर चाहिँ केपी शर्मा ओलीले आफ्नो फेसबुक अकाउन्टमा फेक फलोअरहरू बढाइरहेका छन्, जसका कारण उनको फेसबुकमा अब लगभग 1 मिलियन फलोअर्स पुग्न लागिरहेका छन्। यदि ओलीलाई फलोअर्सको यत्रो खाँचो छ भने राम्रो कामहरू गर्यो भने फलोअर्सहरू आफै बढ्नेछन्। ओलीको फेसबुकमा अस्वाभाविक रूपमा बढेको यो फलोअर्सहरूप्रति तपाईँका धारणाहरू के छ? कृपया तपाईँले आफ्ना धारणाहरू कमेन्ट बक्समा लेख्नुहोला।
मैले त ओलीलाई अनफलो गरिसकेँ अनि तपाईँले अनफलो गर्नुभयो कि छैन त?